ल हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। धेरै भयो थियो भ्लग बनाउन नपाएको, आज चाहिँ भ्लग बनाउने मौका जोडिएको छ। हामी आज शनिबारको दिन बिहानै 6 बजे उठेर हामी चाहिँ कहाँ अरे हामी जानु लाग्यो भनिदिनु त सायद के भिलेज भन्थ्यो, अहिले देखाउँछौँ होइन, देखाउँछु तपाईँहरूलाई कि पछि। अनि यस्तो मिठो घाम लाग्छ है, आज मौसम पनि खुला छ। फाइनल्ली हामी चाहिँ अब निस्किन लाग्यो। कति बज्यो भन्दा ट्याक्कै 6:30 भएछ है। अब हामी निस्किन लागेको होइन, रेडी पोजिसनमा हुनुहुन्छ जानलाई है, 2 जना 3 जना। हामीसँग चाहिँ बाइक चाहिँ थियो, बाइक नभएको होइन, तर बाइक चाहिँ 2टा मात्रै भयो। अब 2टा बाइकमा 5-6 जना भयो जाने, त्यो भएर चाहिँ हामी बाइ बस जाँदैछौँ। कहाँ जानु लाग्यो हामी नानी भनिदेऊ त, कहाँ जानु लाग्यो अरे? नानीहरूले लजाउँछ कि, लजालु छ सानोदेखि। भाइ शुभयात्रा। धन्यवाद हजुरलाई नि शुभयात्रा। शुभयात्रा है हजुरलाई पनि। लेट्स गो है त गाइज। खै गाडी आउँदैन क्या हो, कति टाइम लाग्यो गाडी आउने यार। शनिबार भएर होला, आज सुनसान छ के अरे है। भन, केही भन्नु छ भने भन। फाइनल्ली गाडीमा चढियो गाइस होइन। गाडी त रित्तै छ, हाम्रो गाई जोर यहाँ बस्छ। वाह वाह वाह। अगाडि जाने भन्नु होइन, गाडीमा हिँड्दा यति हिँड्यो, तर आइएकै छैन। गाडीमा हिँड्दा थाकियो। कति बेला आउने थाहा छैन, बारी टाइम चाहिँ लागिरहेछ है। हेर त नानी, हेलो भनिदेऊ, यसो गरिदेऊ, यसो गरिदेऊ। कस्तो फिल भइरह यसलाई चाहिँ चक्कर गाडी लायो होला कि, यसलाई हिँड्दै नहिँडेको बानी गाडीमा, फेरि खाली पेट। कस्तो फिल भयो हजुरलाई बताइदिनुहोस्। निन्दा लाग्छ, बिहान नै उठेर आएको भएर है। ठिक छ, तुरतुरे दिनु अरे, तुरतुरे दिँदै हुनुहुन्छ यहाँ दिदीले। यहीँ लिन्छ खाजा। दिदे देख्यो भने एक है
अहिले एउटा दुईटा कति बजी 1 2 3 4 5 सातजना सातवटा दिनु नखान्न के तर अहिले पो खान्न सर पछि खान्छ होला नि फ्रिजको छैन आन्टी nya 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 अङ्कललाई पनि दिनु अङ्कललाई पनि एउटा अङ्कल हुन्छ के छ यहाँ त कुरकुरे कान्छी भाइले दिनुहोस् भाइले कुरकुरे कुन कुरकुरे धेरै त लिनु पर्दैन हौ ल के को त सर हामी चाहिँ ट्याक्क यहाँ अब एकछिनमा आउँछ तर हामी यहाँ अर्नी खान लाग्छौँ अर्नी बिहानको अर्नी चाहिन्छ ओए किरण त्यो खा अनि बिस्तारै हिँड्ने हो बेबीले पनि खाइछन् यो त खान सक्छौ यो त खान सक्छौ त्यो गाउँको हामी नजिक नजिक आयौँ है ट्याक्क लाएर त्यतापट्टि हो क्या हो म त नजिकै रहेछ न्यानो भएछ मिठो घाम लाग्यो त यता हुन्छ बुवा हस् 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 माछा यसरी पो मारेर खाने आफूले गरेर खाने बोर्ड यहाँ लगाएर छ है राम्रै त हो नि अनि अरे यो वन नेपालको धन भने जस्तो ट्याक्क लाएर गाइजहरू ल है ल फटाफट गाइजहरू पुरै जङ्गल रहेछ खेत रहेछ यता शिकारीले मार्यो नि कस्तुरी एकचोटि नि सम्झेनौ निष्ठुरी हावा सररा रम्जुङको डाँडैमा हावा सररा जता छ निर्माया उतै नजारा अर्को टुक्कन गाइदिने र गीत गाला अलि नजिक गर्नु म देखिनु नि सबैलाई अनि फेरि कि त माइक जानु पर्यो ल ल माइक दिनु न त भिडियो तपाईँ गर्नु म भिडियो माइक त त्यसमा शिकारीले मार्यो नि कस्तुरी एकचोटि नि सम्झेनौ निष्ठुरी हावा सररा लमजुङे डाँडैमा हावा सररा जता छ निर्माया। हेलो गाइज, हामी चाहिँ इको भिलेज आएको फाइनल्ली नजिक आइपुग्यौँ। सबैलाई देखाइदिनु न, सबैजना हुनुहुन्छ। सबैजना हाम्रो गाइजलाई दुईजना अगाडि एकजना साइडमा इन्टरभ्यू लिदिने र मासबाट चाहिँ अब कार्यक्रम वक्ता हुनुभयो के अरे होइन। कार्यक्रम कस्तो राम्रै हुन्छ। मेरो आफ्नै प्रिय बहिनी, यता चाहिँ हाम्रो नानी, नानी त्यता त हेर्ने भए छैन। नानी अलि लजाउँछ। ल तर के एक्सपिरियन्सहरू छ भने यसो सबैजना जनतामा चाहिँ
बताइदे के छ भने तेरो भन्न मन लागेको कुराहरू। सबैजना आउनु होला इको भिलेजमा। हामी त जाँदैछौँ, कस्तो छ गएर तपाईँहरूलाई देखाइराख्छौँ कस्तो छ के छ देखाइराख्छौँ। अवस्था सिचुएसन के छ होइन हजुर हामी देखाइराख्नेछौँ। देखाइरहेको छु म देखाउनु देखाएर हुन्छ कि अरू कुरा नि भन्न अलिक नयाँ नयाँ कुराहरू यस्तो छ उस्तो छ हामी यसरी आएको यता त्यो त मैले यहाँ एडिट गरिहाल्छु कि त्यही पनि भातै नखाए चाहिँ गएर बोलेर नि हुन्छ खा कि छैन र अहिले त खाएको त खाइछु बोल्न त बोल्नु तर खाएको 3 थाल भात खाइसक्यो हिजो पनि अनि आज पनि बिहान खाजा बेलुका खाइनस्? मैले चाहिँ बेलुका भात खाइन, बिहान पनि भात खाइन। बिहान बेलुका म 11 बजे सुतेर बिहान यस्तै 5:30 बजीतिर उठेर आएको। अनि आउन चाहिँ हामी बसमा आएको हो, अलिकति बाइकमा आउनु अलिकति धेरैजना भएर अप्ठ्यारो भएर बसमा आएको हामी चाहिँ। तर नजिक नजिक नै रहेछ, आइदिनु होला सबैजना, भिजिट गरिदिनु होला इको भिलेजमा। उहाँहरूको इच्छा हो भने ठाउँ देखाउनु पर्यो होइन, उहाँहरूको इच्छा हो नि त घुम्न आउने कस्तो त्यही रिक्वेस्ट त गरिदिनु पर्यो नि त अर्को ठाउँमा। ठिक छ त्यो आफ्नो तर्फबाट चाहिँ रिक्वेस्ट गर्न पाइन्छ। यहाँ पुल बन्दै रहेछ हेर्न यता फर्काउ न ल। अब पालो छ तीर्थमा आएको ल। कि कस्तो कस्तो अनुभव भइरहेछ? एकदम घामले पोलिरहेको छ। फर्स्ट त तपाईँको शुभ नाम भनिदिनु होला। मेरो शुभ नाम तीर्थ तामाङ हो। तीर्थ तामाङ। अनि कस्तो भइरहेछ हजुरलाई इको भिलेज आउँदा? घामले पोलिरहेछ अनि भोक त लागेन। कति दुःख कष्ट गरेर आउनुभयो यहाँसम्म? दुःख कष्ट गरेको छैन, गाडीले सरेर ल्यायो। अब यति 15 मिनट हिँड्ने त्यही हो। ल अरू केही भन्न चाहनुहुन्छ? हाम्रो दर्शक श्रोताहरूलाई मेरो तपाईँहरू पनि इको भिलेजमा आउनु होला। अनि यहाँको के भन्छ भ्यूहरू हेरेर जानु होला। कस्तो राम्रो भ्यू छ यहाँको। ल धन्यवाद तीर्थमाया तामाङलाई केही 2 शब्द राखिदिनु भएकोमा धन्यवाद। अब पालो छ अर्को मान्छेको। हाम्रो नयाँ गेस्ट आउँदै हुनुहुन्छ, प्लिज उहाँलाई पनि वेलकम गरौँ। यता आइदिनु त, यता आइदिनु न। केही 2-4 शब्द जाओस् न, यता आइदिनु त। यसो छिटो आइदिनु त, आइदिनु त। हामी सोध्छौँ तपाईँ सोधिदिनु होला। टाइपको हुनुहुन्छ कि होइन, अनि त्यो भएर चाहिँ होइन बोल्नुहुन्छ मजाले, तर यहाँ घामको यो घामले गर्दाखेरि पनि अलिकति हिँड्दा अलि अप्ठ्यारो लाग्छ अनि भनेर पनि हो। ल ओके त्यो भन्दा पुनमलाई अब गाइस यहाँ घुम्न आएको मान्छे रे न्युरो टिप्नको छ अरे। न्युरो देख्नै नहुने, म त राम्रो चिज हो न्युरो भन्ने, तर पनि नजिक आइयो। अब त हामी ट्याक्क लाएर इको भिलेज भन्ने यो चाहिँ यो ठाउँ रहेछ है। भयो त वहीँ घर कोठा अगाडि थियो त पार्किङ त, भिजिट गर्ने भयो त। भिडियो गर्ने व्यस्त छन् मान्छेहरू यहाँ। फाइनल्ली आइयो है इको भिलेज चाहिँ हामी फाइनल्ली आइयो गाइज। अब चाहिँ हल्का भिजिट गर्नुपर्छ। खासै हुनु त भाइरल भएको भएर ठाउँ भएर नि होला, तर खासै अलिकति अनौठो चाहिँ लागेन। जस यो जङ्गलहरू होइन, यताउता यो के भन्छ यो लोकेसन चाहिँ जस बाबालै रहेछ। ट्याक्क यतापट्टि खोला, यता खोला, यता चाहिँ खेतबारी, घर, जङ्गल, कम्बो सेट रहेछ कि यहाँ त सबै कुराको। गाइजहरू भिडियो बनाउनै व्यस्त छन्। आइयो फाइनली पक पक दिदीहरूसँग हिँड बिस्तारै। वाह यो त घर त बगाल रहेछ त्यहाँ त। लगाएर पनि त कस्तो राम्रो घर हो यो। मैले यो चाहिँ भिडियोमा पनि देखेको थिएँ कि यो घर चाहिँ त्यस गेट रहेछ क्या लास्टमा त। टिकटक बनाउने चलपल छ, मान्छेहरू ठिकै हो। शनिबारको दिन त्यो भएर मान्छेहरूलाई फुर्सद हुन्छ केही न केही अरू दिन भन्दा, त्यो कारणले भिजिट गर्ने मान्छेहरू चाहिँ टन्नै रहेछन्। हामी त माथि जान सकिन्छ होइन बुवा? माथि जान सकिन्छ होइन हामी?
जम्मै घुम्नु जहाँ पनि घुम्नु ए टिकट सिकट केही लाग्दैन सर घुम्ने हामी घुमेर सबै आयो ए हजुर रेस्टुरेन्ट त्यहाँ छ के अरे ए हजुर खाजा खाने ठाउँहरू रमाइलो भयो बुवा रमाइलो त अब भर्खर आज सुरुवात गर्दै रहेछ कि ए हजुर आज सिद्धिएको र इन्जोयमेन्ट भयो ठिक छ जस लाली बनी वाह 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 ये नज़ारा कितना सुंदर है बबाले रहेछ जस होइन जस नयाँ नयाँ डिजाइनको चाहिँ राम्रै बनाएको हो यहाँको यो स्थानीय के भन्छ स्रोत साधनहरूको चाहिँ प्रयोग गरेर बनाएको भएर चाहिँ बबाले युनिक रहेछ जस ढुङ्गाहरू यहीँको ढुङ्गाहरू प्रयोग गरेर बनाएको होला होइन बबाले लाग्यो जस आइयो फाइनल्ली आइयो रमाइलो भयो अलि ट्याक्क हामी 8:41 भने 8:40 भनौँ न हामी थोरै 1-2 मिनट त भइसक्यो आएको 8:40 मा ट्याक्कै यहाँ आइरहेछौँ हामी चाहिँ 8:40 भयो यहाँ चाहिँ बिहानको ल अब चाहिँ भित्र इन्टर गर्नु पर्ला जस्तो छ यता पार्किङ छ ट्याक्क लाएर छिटाउ टिकट चाहिँ नलाग्दो रहेछ माथि रिसोर्ट छ अरे अब इन्टर गर्नुपर्छ हजुरलाई स्वागत छ हाम्रो इको भिलेजमा वाटर इको भिलेज भनेर लेखेर छ म अब चाहिँ इन्टर गर्दैछु पनि मसँग वाह झन्डा पनि बवाल रहेछ बवाल ओए पुनम त्यसलाई हेर त वाउ यहाँको अलिकति भाइरल भनेको यो वाटरफलले गर्दाखेरि बनाएको छैन नानी वाह यस्तो गर्मी हो यहाँ झ्याममा लाएर पौडी खेल्दै भयो त मलाई त यार माछा पनि छ क्या यहाँ त ल मान्छेहरू जस भिडभाडै रहेछ यहाँ चाहिँ फोटो भिडियो सुट हुँदैछ बाबा फाइनल्ली हामी आइयो होइन रेसोर्ट होला यो चाहिँ रेसोर्ट के भन्नुभयो ए बनाउनु जति बनाउनु रेसोर्ट रहेछ यता चाहिँ ल फोटो भिडियो के बनामै भाइलाई त्यसलाई छोड्दैन छोडै सकेछ अनि ए बेबी डन फोटो हेर्नु परेर ओ माय लॉर्ड कितना सुंदर है ये नजारा के भन्नुभएको ए त्यो वाह यो पनि बस्ने के भन्छ यो बस्ने ठाउँ रहेछ कि मतलब रेस्टुरेन्टको त्यो बस्ने ठाउँमा के भन्छ यहाँ पनि रहेछ क्याबिन यहाँ पनि रहेछ क्याबिन ल हेरौँ त यहाँ फोटो भिडियो सुट हुँदैछ हो माइ लर्ड मोबाइल पनि भिडियो गर्नु रहेछ क्या अनलाइन बस्न पाइन्छ होला यहाँ बस्न पाइन्छ होला भिडियो गरिदिनु ल म फोटो ल नानी यता हेर हाँस्देऊ हाँसेको पनि कस्तो भयो ल ए चक्कर लाग्यो मलाई यता हेर यता धेरै बेसी नहल्ला कस्तो चक्कर लाग्यो खाली पेट आएर होला चाचै पनि रहेछ यहाँ त त्यो भिडियो गरिदिनु ल भिडियो गरिदिनु है मेरो गरिदिनु हो
फोटो नि फोटो खिचिदिनु न भएपछि चक्कर राम्रो त खाली पेट भएर जाम न ग्रुपमा फोटो खिचाउँ एउटा हिँड बाबु हिँड कि एकैचोटि ल फेरि भयो भएर यस्तो त घरै खेलेको छ स्कुलमा नि खेल्छ त यहाँ त पाउनु स्केटिङ त कहाँ यहाँ पाउँछ अनि उहाँ भाडबुडी जानुपर्छ हिँड बाबु आइज निस्कि अरे माथिपट्टि जानु पऱ्यो हामी भित्रै भिजिटिङमा छौँ है गाइस बडा असम डे रमाइलो भइरहेछ इन्जोय भइरहेछ किरण पक त पक 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 एकले नभाग्नु अहिले मैले जाने हो कि माथि आइज अहिले जाने हो कि यहाँ आइज भनेको फेरि एक्लै भाग्दाखेरि त अहिले अनि ए यता नि बन्दै रहेछ कि सायद यो पनि वाटरफल केही बनाउने होला यहाँको डिजाइन अनुसार होइन यहाँ तल ताल रहेछ जस भौगोलिक बनावट भनौँ न त्यो चाहिँ राम्रो रहेछ कि ट्याक्क लाएर पर्यटकीय स्थलको चाहिँ सम्भावना बोकेको ठाउँ रहेछ यहाँ चाहिँ ट्याक्क लाएर अलिकति बजेट खर्च गर्न सक्यो भने जस लोकेसन पनि राम्रो रहेछ यहाँको बवाल राम्रो हुन्छ यहाँ चाहिँ तुना फुस्क्यो नानीको तुना फुस्क्यो क्या जुत्ताको बान्ध ओके बन्दै छ यता रिसोर्टहरू होला क्याबिनहरू बस्ने ठाउँहरू रहेछ बन्दै रहेछ अलिअलि बन्दाखेरि यस्तो भाइरल भइसक्यो पछि पनि भने त बवालै हुन्छ यता त है अहिलेसम्म त मान्छे खतरा भिडिन्छ कि यता भाइ खोइ उहाँ पुगिसकेछ फेरि उहाँ पुगिसकेछ एउटा मजा भनेको उहाँ एक्लै आइज पनि आइज मान्छे ल आइज हाम्रो यो पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो वा यहाँ त मुक्तिनाथ जस्तै रहेछ त यार के भयो ए हाँस पो रहेछ हाँसे रहेछ ओ हाँस्यो क्या हो हाँस्यो हाँस्देऊ ल हेरौँ गाइज गफ गरेको होला नि के भयो भाषै बुझिन्न नानीलाई हेर वे सरप्राइज गाइज सरप्राइज हेरौँ त यहाँ त माछा त गोपाल रहेछ त ओ माइ लर्ड लाइभ देख्न पाइयो यार माछालाई आज जिउँदै यार बिचरा ओहो नि यस्तो राम्रो यो हाँस्ने खेल्ने उमेरलाई मान्छेहरूले मारेर बिचरा जालमा पारेर खेलाइ उनीहरूले इन्जोय गर्दै त्यो काटेर खान्छन् बिचरा पकाएर यार यो भनेको महापाप हो यस्तो चाहिँ सकेसम्म नगरौँ यार कि पाल्दै नपालौँ बरु त्यसरी मार्ने भए मलाई चाहिँ एकदम नराम्रो लाग्छ है ओहो माछा चाहिँ बवाल रहेछ कुन माछा हो यो हेर्न दिन्छन् यतिकै हेर्न त पाउँछ होला नि है समात्न त नसमात्ने बिचरा समात्नु हुन्न
हेरौँ त गाइस माछा वाउ यस्तो हाँस्ने खेल्ने बिचरा यस्तो जातलाई मान्छेले जालमा पारेर है त्यसलाई गर्न हुन्न यार बिचरा उनीहरूको पनि लाइफ हुन्छ पर्सनल लाइफ हुन्छ उनीहरूको पनि छोराछोरी हुन्छ बच्चा हुन्छ फ्यामिली हुन्छ बिचरा यस्तै भागेको हो त माछै माछा वाउ सबै उता गएर बसेको नामिनेको भएर ल एक ठाउँमा चाहिँ जम्मा भएर वाउ हेलो हेलो ए सब भागे यार कस्तो माछा माछा कस्तो लाग्यो नानी राम्रो लाग्यो भन पहिला कता राम्रो लाग्यो भन कति धेरै हो त नि आमा हाम्रो समय साँच्चै रमाइलो वे वाउ आमा कति धेरै हो यत्रो माछा वे जिउँदै बिचरा यस्तो राम्रो रहर लाग्दो माछालाई पनि किन मारेर खाने वे मान्छेले मनोरञ्जन चाहिँ गर्ने हो गाइज होइन तर कुनै पनि वस्तुलाई अथवा उनीहरूको पर्सनल लाइफलाई चाहिँ हानि नोक्सानी नगरिकन इन्जोय गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ होइन म चाहिँ त्यही गर्छु मान्छेले त्यो भएर आफ्नो मात्रै सोचिरहेको हुन्छ आफ्नो मात्रै सोच्दैन मान्छेको लाइफ अरूको लाइफसँग पनि केही भएको छ कि होइन मैले गर्दा भन्ने कुराहरू पनि सोच्न जरुरी छ जस्तो मलाई लाग्छ है बिस्तारै बिस्तारै आँखा हेरेर छम्ल्याङ्ग झरेपछि त सकियो अनि बिजोग हुन्छ त यहाँ पनि हो ओहो ह्यान्ड रहेछ सब ठ्याक्क टपमै आइयो अब त मारी रमाइर आँखा यहाँ पनि ग्राउन्ड रहेछ ए आमा यो चक्कर ल लाग्छ र त्यसमा खेल्ने नि त त्यही मान्छेहरू तँलाई सँगै आइज भनेको तँलाई झन् एक्लै आएर हकाल्यो नि टिपिन्छु कि अहिले नानी म टिपिदिन्छु ल भयो ल
₹10 निकालो त सबैले ₹10 टिकट लाग्छ है निकालो त बच्चाको ₹5 जन्म देख लो मिट गई दूरियां मैं यहाँ हूँ यहाँ हूँ यहाँ हूँ यहाँ कैसी सरहदें कैसी मजबूरियाँ मैं यहाँ हूँ यहाँ हूँ। यस्तो गऱ्यो भने मनोकामना पुरा हुन्छ क्या इच्छा पुरा हुन्छ क्या ल है ल के माग्नु छ मागौँ है यहाँ इच्छा पुरा हुन्छ अरे ल गर्दैछन् गाइजहरू वाह गाइजहरू पनि फोटो अझै फोटो खिच्न व्यस्तै हुनुहुन्छ भोक लागेन तिमीहरूलाई मा बता न भोक लागेन हो र दामी लाग्यो अब बेबीले त के खाएको हो त्यहाँको झिगाले ल्याउनु न माछा फाइनली यो फेमस हाउसबाट निस्किनु पऱ्यो कति राम्रो हो घर है फाइनली भिजिट गरियो अघि पनि भनेको थिएँ मैले अब यताउति फोटोसोटो भिडियो सिडियो त बनाउनै पऱ्यो आइसकेपछि होइन हल्का रमाइलो त गर्नु हजुर पानी त ल्याएको सकायो बाटो छोडिदियो है मान्छे रिजर्भ गरेर पनि आएछन् मान्छेहरू बल्ल बल्ल आयो है जस इभी चाहिँ अलिकति लङ लास्टिङ नहुँदो रहेछ कस्तो भन्दा अलिकति लगाएर गयो कसले ड्राइभर दाइले ए ठिक छ इभी पनि आउँदो रहेछ सर र भने होइन खासै अप्ठ्यारो छैन कि बाटो यही हो गाइस दृश्य यही हो है अब अरू के देखाउनु त्यति ठाउँमा मात्रै अलिकति राम्रो रहेछ भन्दा नि अलिकति भाइरल भएको ठाउँ त्यहाँबाट हेर्दा केही देखिन्न तर त्यहाँ गयो भने चाहिँ जस भित्र धेरै नै ठाउँहरू राम्रो रहेछ अरू त्यही जङ्गलहरू छ अब अरू केही भन्न चाहिन अब हामी चाहिँ अब एकछिन रेस्ट गर्छौँ कतै गएर रेस्ट गरेर खाजा खाएर अनि घरै गएर खाना खानुपर्छ अनि त्यसपछि हामी फेरि सरङकट जाने कुरा भइरहेछ सायद सरङकट गइन्छ होला होइन सरङकट गइन्छ होला एकछिन आज शनिबार अरू दिन त्यस्तै घुम्नलाई होइन आज सबैजना पनि फेरि हाम्रो भेट पनि भएको छ होइन परिवारमा बन्दोबस्त गाइस हामीले चाहिँ फाइनल्ली इको भिलेज गएर माछा मारेर पोलेर पकाएर खाएर आएको है तपाईँहरू पनि आएर खानु होला एकदम मिठो अनि आन्टीहरू दिदीहरूले पनि स्क्रुटर लिएर आउनु भएको यस सजिलै तरिकाले आफ्नै साधन पनि लिएर आउनु सक्नुहुन्छ ल ल ल बिस्तारै 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 दिदी आउनु भयो धन्यवाद ल हेर्नु डियो पनि लिएर आउनु भएको रहेछ Babu ơi.